दर्शकवृन्द 10,000लाई 10,000 नभनेर युट्युबमा चाहिँ 10K भनेर किन देखाउँछ? 20,000लाई चाहिँ 20,000 नभनेर 20K भनेर किन देखाउँछ? त्यसैगरी 1,50,000लाई 150,000 नभनेर चाहिँ 150K भनेर युट्युबहरुमा प्रायहरुमा के भन्ने सिस्टम कसरी आयो र के भन्ने कुरा कसरी देखाउँछ? छोटो मिठो विषयमा आजको यस भिडियो रहनेछ। तपाईले आफ्नो साथीभाइहरुलाई पनि यहाँ एउटा यो कुरा सोध्नु भयो भने एकछिनलाई भए पनि कठ्याउन सक्नुहुन्छ। एकदम चाखलाग्दो विषय छ। भिडियो अन्त्यसम्म हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब र लाइक गर्नु होला। यस्तै कमेन्ट यस्तै कन्टेन्ट हामीले अपलोड गरिरहने छौं। आउनु सुरु गरौँ। तपाईले युट्युब चलाउँदा पक्कै पनि कुनै कुराहरु देख्नु भएको होला। कुनै भिडियोमा 10K भ्युज, कुनैमा 20K भ्युज अनि कुनैमा 150K भ्युज भनेर लेखेको हुन्छ। तर यसलाई तपाईले कहिले सोच्नु भएको छ के भनेको आखिर के हो त? 10K भनेको 10,000 हो अर्थात 10,000 हो। 20K भनेको चाहिँ 20,000, 150K भनेको चाहिँ 1,50,000 हो। तर यहाँ प्रश्न आउँछ युट्युबले 10,000 नभनेर 10K नै किन लेख्छ त? यसको कारण हो के भनेको किलोबाट आएको। तपाईले यो कुरा ध्यान दिनु होला। के भन्ने शब्द किलोबाट आएर चाहिँ के भनेको हो। त्यसैले 1K बराबर 1,000 हुन्छ। 10K भनेको 10,000 हुन्छ। 50K भनेको 50,000 हुन्छ र 100K भनेको 1,00,000 हुन्छ। तपाईले बुझ्नुभयो? के भन्ने शब्द चाहिँ किलोबाट आएको हो। त्यसैले 1K भनेको 1000 किलो हो। त्यसैले सर्टकरीमा 1K भनेको भनेर तपाईले आफ्नो साथीहरुलाई ठाउँको ठाउँ कठाइदिनु होला है त। अझ सजिलो भाषामा भन्दा युट्युबले ठूलो नम्बरलाई छोटो र सजिलो देखाउन के को प्रयोग गर्छ? ठूलो शब्दहरु छ त्यसलाई छोटकरीमा लेख्नको लागि पनि के को प्रयोग हुने गरिन्छ? त्यसो भए 1,50,000लाई युट्युबले 150K किन भन्छ त? किनभने 1,50,000 भनेको 1,50,000 हो र 1,50,000लाई 1000 ले भाग गर्दा 150 आउँछ। त्यसैले 1,50,000 बराबर 150K। यही कारणले युट्युब, इन्स्टाग्राम, फेसबुक जस्ता प्लेटफर्ममा ठूलो संख्या छोटो रूपमा देखाउन के को प्रयोग गरिन्छ भनेर आफ्नो साथीहरुलाई तपाईले सजिलो हिसाबमा देखाउनु होला। त्यस्तै 1M भनेको 1 मिलियन 10 लाख हो। त्यसैगरी 10M भनेको 1 करोड हो। K भनेको 1000 हो। M भनेको मिलियन 10 लाख हो। B भनेको बिलियन हो। 100 जस्तै 100 लाखलाई बिलियन भनेर भनिन्छ। यसरी तपाईले आफ्नो साथीभाइहरुलाई छोटकरीमा बुझाउनु होला। हाम्रो प्रस्तुति तपाईलाई कस्तो लाग्यो? छोटो मिठो एकदम दमदार र दामी तरिकाको भिडियो हामीले प्रस्तुत गर्यौं। हाम्रो प्रस्तुति कस्तो लाग्यो कमेन्टमा लेख्न नभुल्नु होला। यस्तै भिडियो लिएर हामी फेरि आउने छौं। अहिले बिदा हुन्छौं। नमस्कार।